This is now something different. Is that right? On a little left. Quitting. ओ यो चाहिँ किल्ला यहाँ चाहिँ दरबार लेखिएको छ जान मिल्छ मिल्दैन फोटो खिच्न मिल्छ मिल्दैन थाहा छैन त्यतिकै नजाउँ होला खासै केही त देखिँदैन वाङ पाङै देख्छ क्या अरे कुवा होला जमानाको गाह्रो छ केटा हुनुभयो नि के रहेछ अनि चाहिँ गरौँ कृपया पर्खालमा चाहिँ नचढिदिनु होला मात्रै भन्नुभएको रहेछ I don't know what lies behind. Oh, यो त खासै केही रहेन रहेछ फर्किने जातिको So it is pretty amazing to believe that there were times when people used to live in a place like this. Absolutely amazing, man. Feels amazing, doesn't it? This is a wide view. People lived in a place like this. त्यो गढी दरबारको ब्याक भ्यू हो यो सबै नछिरेकै राम्रो भएछ खासै छिर्नुपर्ने र हेर्नुपर्ने यहाँनिर केही देखिँदैन सायद यो मन्दिर होला सङ्घीय नेपालको गणतन्त्र नक्सा पनि रहेछ मैले एउटा फोटो नि कच्याएको हानिदिइहालौँ यस्तो मिठो ठाउँमा हावा खाएर बसेर तपाईँलाई एक्लै एक्लै हावा चाहिँ मिठै रहेछ म घुमेर आउँछु एकचोटि बोतलको पानी पिउँछ है यो चाहिँ के हो थाहा छैन मलाई हेर्दाखेरि गाई चराउने जस्तो छ सायद हुन पनि सक्छ वा मन्दिर पनि हुन सक्छ ancient goats ancient things something त्यो मान्छेहरू चाहिँ मलाई चिन्दैन तर मैले यो मान्छे चाहिँ चिनेको छ उहाँसँग धेरै कुरा सिकार्काको भन्न गर्नु हुँदैन काम नअन गरेर गर्न नि मिलेन गाह्रो पर्छ अहिले त्यस्तो धेरै केही छैन वंश गोपाल मन्दिर काठ चाहिँ खत्री कहिलेको बेलाको दामी यो पार्ट चाहिँ पक्कै पनि मैले एडिट गरेको छ होला किनकि यहाँनिर देखिन्छ